नमस्ते। एकपटक भगवान् श्रीकृष्णलाई चाहिँ रुक्मिणीले चाहिँ प्रश्न गरिन्। प्रश्न के गरिन् भनेदेखि, हे प्रभु, म चाहिँ कृष्णको श्रीमती भएर पनि मेरो नाम चाहिँ किन जोडिँदैन कृष्णसँग, खालि राधाकै नाम मात्र जोडिन्छ, यो के हो प्रभु? यो चाहिँ म चाहिँ अर्धाङ्गिनी, म चाहिँ श्रीमती भएर पनि म चाहिँ रुक्मिणी भनेर चाहिँ चिनिन्न, म चाहिँ राधासँग चाहिँ कृष्णको नामले नाम चिनिन्छ किन होला भनेर प्रश्न गरेँ। गरेपछि कृष्णजीले के भन्नु भएन, भगवान् श्रीकृष्ण मुस्कुराउनु भयो। मुस्कुराएर चाहिँ अनि त्यस पछाडि एक दिन के भयो भनेदेखि भगवान् श्रीकृष्ण बिरामी पर्नुभयो, निकै बिरामी पर्नुभयो। बिरामी परेपछि उहाँले चाहिँ अब आजको भन्दा भोलिभन्दा पछि झन् अवस्था बिग्रिँदै गएपछि अब के गर्ने त, के गर्दा पनि निको भएन। निको नभएपछि भगवान् श्रीकृष्णलाई चाहिँ ठिक गर्नको लागि एउटा एकदम विद्वान जान्ने मान्छे जो चाहिँ ज्योतिषलाई चाहिँ बोलायो। उनले के भने भनेदेखि उहाँलाई ठिक पार्नको लागि चाहिँ अब एउटै उपाय छ। त्यो चाहिँ के भनेदेखि तपाईँले चाहिँ रुक्मिणीलाई आफ्नो खुट्टाको पानी चाहिँ उहाँलाई खुवाइदिनुपर्छ, उहाँलाई चाहिँ पिलाइदिनुहोस्। त्यो गरेपछि उहाँ ठिक हुन्छ भनेर भनेपछि अब राधालाई अब अलमल्ल दोधारमा परिन। अब कसो गर्ने, आफ्नो स्वामीलाई आफ्नै खुट्टाको पानी कसरी खुवाउनु, यो चिन्ताले चाहिँ उनलाई एकदम सताएपछि चाहिँ उनले होइन, म चाहिँ यसो गर्न सक्दिनँ, यो घोर महापाप कसरी गर्नु, यो त अन्याय हुन्छ, यस्तो त गरेर म चाहिँ नर्कमा जान सक्दिनँ भनेपछि अझै अब के गर्ने, कृष्णजीको स्थिति झन् आजभन्दा भोलिभन्दा पर्सि बिग्रिँदै गइरहेछ। बिग्रेपछि चाहिँ अनि अब के गर्ने त, अब राधालाई बोलाउनु पर्यो भनेर चाहिँ राधालाई बोलायो। जब राधालाई बोलायो, राधाले चाहिँ के गरिन् भन्दाखेरि कुनै सङ्कोच नगरिकन जब उनले सुनिन् चाहिँ खुट्टाको पानी खाएपछि ठिक हुनुहुन्छ कृष्ण भगवान् भन्न साथ उनले चाहिँ एक झड्कामा चाहिँ हुन्छ म तयार छु, म खुवाउँछु भनिन्। चाहे यसको लागि म चाहिँ 7 जन्म नर्कमा बस्नु परे पनि मलाई कुनै चिन्ता छैन, तर मेरो प्रभुलाई चाहिँ केही नहोस्, उहाँलाई चाहिँ ठिक हुनुपर्छ भन्ने चाहिँ उनले जुन भाव देखाइन् हो, त्यो देखाएपछि चाहिँ कृष्णजी पनि ठिक हुनुभयो। पछि कृष्णजीले चाहिँ रुक्मिणीलाई भन्नुभयो, देख्यो त रुक्मिणी, किन मान्छेले चाहिँ कृष्णसँग राधालाई जोड्दा रहेछन्, हो यही कारणले हो। यो पनि भगवान् कृष्णजीकै लीला थियो, यो सबै बिरामी भएर यसो गर्ने उसो गर्ने भन्ने कुरा उहाँले चाहिँ रुक्मिणीलाई देखाउनको लागि यो गर्नुभएको। यो खालि एउटा काल्पनिक कथा मैले सामाजिक सञ्जालमा भेटिएको। हामीमा चाहिँ त्यो समर्पण, त्यो भाव चाहिँ छैन। हामी चाहिँ जेमा पनि गिभ एन्ड टेक खोज्छौँ भन्ने प्रसङ्गमा चाहिँ मैले यो जोड्न खोजेको हो। यो कुनै व्यक्तिले चाहिँ सामाजिक सञ्जालमा सेयर गरेको मलाई पनि मन पर्यो, त्यो हुनाले यहाँहरूलाई सेयर गरी राम्रो लागे चाहिँ सेयर गर्नु होला। थ्याङ्क यू।